नमस्ते। जापानको टोकियोबाट म कल्पेश आज पनि तपाईहरुको माझमा फरक भिडियो लिएर आउने प्रयास गरेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज चाहिँ जापानमा लामो समय बस्दै आउनुभएको एकजना नेपाली दाइसँग उहाँले गर्नुभएको संघर्षको विषयमा कुराकानी गर्नेछौं। उहाँ चाहिँ जापानमा कुक भिजामा आएर अहिले बिजनेस भिजामा कन्भर्ट गरेर आफै सफल बिजनेसम्यान हुन सक्नु भएको छ। उहाँलाई यही विषयमा रहेर कुराकानी गर्नेछौं। दाइ, यहाँलाई स्वागत छ हाम्रो भिडियोमा। अनि सर्वप्रथम यहाँको परिचयबाट जाउँ न। मेरो नाम जीवन पौडेल। हजुर। जन्मस्थान बागलुङ कापरचौक, अहिले बसाइ पोखरा। जापान चाहिँ पहिलो पटक कुन भिजामा आउनु भएको थियो दाइ? म पहिलो पटक कुकमा आएको थिएँ। कति भयो कुक भिजामा आएको तपाईँ? कुक भिजामा अब म जापान आएको चाहिँ अहिले लगभग 13 वर्ष भयो। अनि कति वर्ष चाहिँ तपाईले जापान आएर कुक भिजामा काम गर्नुभयो? मैले अब 11 वर्ष जति भिजामा काम गरेँ। हजुर। अनि अहिले बिजनेस भिजा गरेको 2 वर्ष भयो। अनि जब तपाईँ फर्स्ट चोटि कुक भिजामा आउनुभयो नि, तपाईँ जापानको कुन चाहिँ सिटीमा आउनुभएको थियो? म कुमामोतो भन्ने सिटीमा। कुमामोतोमा। अनि त्यहाँ चाहिँ कति समय बस्नुभयो? म त्यहाँ 2 वर्ष जति बसेँ। अनि जब तपाईँ फर्स्ट चोटि कुक भिजामा आउनु भएको थियो नि, तब चाहिँ तपाईले नेपालबाट नै कुकको सबै काम जानेर आउनु भएको थियो या अहिले चाहिँ जति नेपालबाट कुक भिजामा आउनेहरू आउँछन् नि, उहाँहरूले चाहिँ अब पैसा दिएर दलाल मार्फत काम पनि नसिकेर आउने र जापान आएर एकदमै समस्या भोग्ने गरेको देखिएको पाइएको छ। तपाईको सवालमा चाहिँ तपाईँ कसरी आउनु भएको थियो? मैले अब इन्डिया अनि दुबई कतार होइन, अनि नेपालमा पनि गरेर 12-13 वर्ष जति मैले उतै कुक गरेर कुकको मेन सर्टिफिकेट लिएरै आएको थिएँ। हजुर। अनि जब तपाईँ फर्स्टचोटि कुक भिजामा आउनुभयो नि, तपाईँले चाहिँ कति स्यालेरीमा चाहिँ काम गर्नुभयो? त्यतिखेर जस राम्रै थियो मेरो स्यालेरी। अब कुक काम जानेको हुनाले क्षमता अनुसारको पहिलोचोटि नै राम्रो थियो, ठिकै थियो। अनि दाइ, अहिले जो जति नेपालबाट कुक भिजामा आउनुभएको छ उहाँहरूको एकदमै गुनासो छ। कुक भिजामा आएकाहरूलाई चाहिँ अब स्याचोहरूले काम चाहिँ एकदमै धेरै गराउने, दिनको 15-16 घण्टा काम गराउने, 7 दिन काम गराउने, स्यालेरी एकदमै कम दिने भन्ने छ। तपाईको सवालमा चाहिँ यो समस्या आउनु पर्यो कि परेन? यो समस्या आउन त परेन, तर यो समस्या कसरी आएको छ भन्नुहुन्छ भने, जस्तो पहिलो कुरो अहिले त नेपालबाट कुकहरू आउनुभएको छ कि अब कुकको नामै थाहा नभइकन बेकुक बनेर आउनुभएको छ सबभन्दा। दोस्रो कुरो, अब म जापान जाँदैछु, कुकमा जाँदैछु भनिसकेपछि कमसेकम 2-3 महिना ट्रेनिङ लिएर मैले के काम जापानमा गएर होटलमै काम गर्ने भने त थाहा छ, कुकमा जाने भनिसकेपछि होइन। हो, वहाँ गएर मैले यो काम गर्नु छ भने पहिले जानकारी लिएर त्यो बारेमा अलिकति केही सिकेर जानेर र अलिकति भाषा पनि कमसेकम शब्द अर्थ मिनिङ मात्रै भयो भने कण्ठ गरेर आएपछि जोड्न त यहीँ आएर सिकिन्छ होइन। त्यसरी आउनुभयो भने खासै दुःख पर्दैन। सबै अब किनकि घाँस काट्दै हलो जोत्दै अब होटलमा काम गर्ने नान हान्ने हो, नान भन्ने थाहै छैन। त्यस्तो मान्छे यहाँ आउनुभएको छ। अब यहाँ आएर अब होटल लाइनमा काम गर्दा अब काम गतिलो पाइन्न, तलब नपाइने कारण त त्यो पनि भयो। एउटा कुरो अब साहुहरूले पनि त्यही हिसाबले होइन, पहिले सोधन भरे आउँछ मान्छे आउनलाई। अनि जुन आउँछन् उनीहरूको चाहिँ फेरि कन्ट्र्याक्ट हेर्दाखेरि चाहिँ पछिल्लो समय थुप्रै केसहरू, जस्तो कन्ट्र्याक्ट हेर्दाखेरि चाहिँ 20 मान 25 मान दिने भनेर कन्ट्र्याक्ट पेपर बनाएका हुन्छन्। अनि गुनासो चाहिँ हामीलाई 8 मान दियो, 7 मान दिएर काम गराएको छ, यसरी पेलिरहेको छ भन्ने छ। अनि चाहिँ उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँको अनुभवको आधारमा उहाँहरूलाई चाहिँ अब जो अहिले आएका छन् या अब भविष्यमा जुन कुक भिजामा आउनेहरूका लागि चाहिँ तपाईँको अनुभवको आधारमा चाहिँ के चाहिँ सल्लाह दिन चाहनुहुन्छ? के गर्दा चाहिँ तपाईले बेटर गर्न सक्नुहुन्छ? काम जानेको क्षमता भएको मान्छेले अब पहिले होइन कुरा गरेर राम्रोसँग उहाँ जहाँ आउँदै हुनुहुन्छ त्यहाँ साहुसित अब कति लिने के दिने होइन, त्यो त अब सोधन भरे आएको हुन्छ उहाँलाई पनि। अब त्यसै त आउनुभयो होइन, पक्कै पनि पैसा दिएर कुरा गरेरै पैसा लिएरै 2 जना मिली मात्रै आउनुभएको छ। यहाँ आएपछि मात्रै दुःख पाउनु भएको छ। त्यो कतिपय आफ्ना कारणले दुःख पाउनु भएको छ। अब काम नसिकेर, भाषा नजानेर, आफूले नेपालबाट चाहिँ काम पनि नसिकेर आउने, अनि यहाँ आएर चाहिँ अब साउले मलाई यति पैसा दिएन, यस्तो गरायो त्यस्तो गरायो भन्ने गुनासो लिएर आउने भएको छ। अब मेन अब एग्रिमेन्ट पेपर त अब 18 मान घटिएको जापानमा भिसै दिन्न। एउटा कुरो त्यो भिसाका लागि पनि मान्छेहरूले अब पैसा होइन देखाउनलाई तोडेर गर्छन्। अब यहाँ कति दिने भन्ने कुराहरू त कमसेकम पहिला अब आउने होइन र त्यो कुराहरू पक्कै साहुहरूबाट काम हुँदा अब आउने मान्छेहरूसित हुन्छ पक्कै पनि। त्यो कसरी गरेर आउनुभएको छ सबभन्दा मैले के भन्छु नि, अब आउने साथीभाइहरूलाई होइन पनि आउनुहुन्छ उहाँहरूलाई कमसेकम अब जहाँ जाँदै हुनुहुन्छ, अब यहाँ जापानमा मात्रै होइन कि हर देश कुनै पनि ठाउँमा जाँदाखेरि अब त्यहाँ जाने हो र त्यो ठाउँमा गर्ने के हो काम, कमसेकम त्यसको जानकारी राम्रोसँग बुझेर अनि त्यही सम्बन्धी थोरै नेपालमै ट्रेनिङ लिएर सिकेर जानुभयो भने
दुःख पर्दैन काम होइन र। हजुर। अनि त्यही हिसाबले काम गरिदिनेले पनि त्यही हिसाबले गरिदिनु होला, अब जापानमा आइसकेपछि पनि र साउले पनि त्यही हिसाबले गरिदिनु होला भन्छु। अब कतिपयहरू कस्तो हुनुहुन्छ, काम गर्ने आउने 2-4 दिन गर्ने अनि आफै ठुलो पल्टनी हिँड्ने गर्ने मान्छेलाई पनि अब साउले के गर्ने। हजुर होइन। अनि मैले अब समस्या तपाईँको सवालमा चाहिँ अनि तपाईँ पनि पहिलोपटक कुक भिजामा नै आउनुभयो। कुक भिजामा आएर अनि यो चाहिँ अनि अहिले चाहिँ आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ र सफल व्यवसाय पनि गरिराख्नु भएको छ। थुप्रै नेपालीहरूका लागि यो प्रेरणा पनि बन्न सक्छ। उहाँ आफैमा एक कुक भिजामा आएर अनि कुक भिजामा आएर चाहिँ तपाईँले भाषा अनि यो काम कसरी व्यवस्थापन गर्नुभयो र कसरी चाहिँ यहाँसम्मको यात्रा तय गर्नुभयो तपाईँले चाहिँ? यो यस्तो हुन्छ, काम चाहिँ मैले पहिले जहाँ सिकेरै आएको थिएँ। अब अलिकति होइन कसरी भन्ने मात्रै कुरो हो। भाषा चाहिँ कतिपयहरू अब पढ्दै अब आफूले सानो बुक डायरी लिएर होइन शब्द अर्थहरू गर्ने त्यही बोल्दै जाँदा सिक्दै जाँदा छोरापिहरू अब जसरी हुन्छ ढकलले लैलियो त्यसरी गयो। अझै पनि अब भाषा त त्यति राम्रो सिकिएको छैन, जे होस् काम चलाउनु होइन कसैलाई। हजुर। अनि तपाईँ कुक भिजामा आएर कति वर्ष कुक भएर काम गर्नुभयो र अनि अहिले तपाईँले आफ्नै व्यवसाय सञ्चालनमा ल्याउनु भएको चाहिँ कति भयो समय? कुकमा मैले 11 वर्ष काम गरेँ। अब व्यवसाय लिएर गर्न लागेको 2 वर्ष भयो। हजुर। अब यही अब कुकमा 11 वर्ष काम गर्दाखेरि नि अब 8 वर्ष जति त मैले यही रेस्टुरेन्टमा काम गरेँ जहाँ मैले लिएर व्यवसाय बनाएँ। हजुर। पहिला यही जापानिज साउसित लिएर यही काम गरेर पहिला तपाईँ यही रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो र अहिले चाहिँ यही रेस्टुरेन्ट आफूले नै खरिद गरेर आफ्नै सञ्चालनमा ल्याउँदै आउनुभएको छ। यो कसरी सम्भव भयो यो भन्ने बताइदिनुहोस् न। यो सम्भव भन्दा नि अब पहिला अब स्टार्टिङमा सुरु ओपनिङदेखि चाहिँ जापानिज साउ र मम्मी लिएरै ओपनिङ गरियो होइन। हजुरबाट गर्दै गयो 8-9 वर्ष गरियो। अब 8 वर्षसम्म गरिसकेपछि साउको अलिक स्वास्थ्य नराम्रो भएपछि अब रेस्टुरेन्टमा म खासै आउन नसक्ने हेर्न नसक्ने भएको चाहिँ अब मैले रेस्टुरेन्ट कि बाहिर बेच्नु पऱ्यो कि गर्नुको भनेपछि मैले गरिराखेको रेस्टुरेन्ट ठिकै छ जति सक्दो हुन्छ भनेर मैले यहाँबाट बिजनेस भिजा एप्लाई गरेर बिजनेस भिजा निकालेर सबै चिज गरेर अनि यो रेस्टुरेन्ट मैले लिएर अनि कुक भिजा भएर गर्दा र अहिले आफै नै स्याचो भएर काम गरिरहँदाको फरक चाहिँ के पाउनु भएको छ अनि के कस्ता अप्ठ्यारा बाटाहरू भेटाउनु भएको छ यो यात्रा तय गरिरहँदा चाहिँ? अब यस्तो हुन्छ सर, अब पहिला कुक भएर काम गर्दाखेरि एक काम मात्रै गर आफ्नो हुन्छ होइन। भाषा नभए पनि केही नभए पनि खासै असर पर्दैन, उनीहरूलाई सोधेर गरेर पनि काम गर्न सक्छ। साउ भइसकेपछि सबै चिजहरू अब जिम्मेवारी त लिएर सबैदेखि लिएर भाषादेखि लिएर हर चिजहरूमा अब आफैले गर्नु पर्यो। कामदार आफूले राखिसकेपछि आफूले त्यही हिसाबले कामदारदेखि लिएर होइन यहाँको हिसाब किताबदेखि लिएर सबै आफूले हेर्नु पर्यो। त्यही हुन्छ, जिम्मेवार हुन्छ सबैको, मेन्टली भार बढी हुन्छ। हजुर। अनि पछिल्लो समय चाहिँ नेपालबाट कुक भिजा मात्र नभएर विभिन्न भिजा भएर जापान आउनेको सङ्ख्या एकदमै बढिरहेको छ। अनि जापानमा चाहिँ अब तपाईँको अनुभवको आधारमा जापानमा कोही अब व्यापार बिजनेस गर्ने सोचमा हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ तपाईँको अनुभवको आधारमा के चाहिँ सल्लाह दिन चाहनुहुन्छ? के चाहिँ गरे चाहिँ जापानमा चाहिँ व्यापार बिजनेस राम्रो तरिकाले विस्तार गर्न सकिन्छ भन्ने विषयमा तपाईँको के धारणा छ? सर अब यस्तो हुन्छ, सबभन्दा पहिला त आफूले गर्दै के छु, अब मैले आगामी दिनमा गर्ने के हो त्यसको बारेमा सबैभन्दा जानकारी आफूले लिनु पर्यो। सबै जानकारी बटुलेर त्यसपछि मैले यो गर्ने हो, यो तरिकाले गर्दा ठिक हुन्छ भन्ने अब आफूभन्दा जान्ने अग्रजहरूसित सल्लाह लिएर कसरी के गर्दा ठिक हुन्छ त्यो हिसाबले गर्नु पर्यो। सबभन्दा पहिला आफूले के गर्दैछु भन्ने कुरो हुनु पर्यो। यसको जानकारी चाहिँ पहिले लिएर ट्रेनिङ जे चिजको पनि ट्रेनिङ लिएर गर्नुपर्छ। अहिले चाहिँ जुन यो तपाईँले रेस्टुरेन्ट सञ्चालनमा ल्याउँदै आउनुभएको छ यो चाहिँ जापानको कुन चाहिँ क्षेत्रमा गर्दै आउनुभएको छ? यो चाहिँ खानागावा केन सागामिहारासी चुओको याबेमा गर्दैछु। यसले यो रेस्टुरेन्टले चाहिँ के चाहिँ कस्टमरहरूलाई सर्भिस दिँदै आएको छ? यो रेस्टुरेन्टले त अब यहाँ मेन अब जापानिज खाना छ, स्टेक हो, स्टेक रेस्टुरेन्ट हो होइन। यहाँ अब त्यो स्टेक खाने कस्टमरहरूलाई अब राम्रोसँग यहाँको अब मेन जापानिजै डिस छ, यहाँ नेपाली कमी छ। जापानिजहरूलाई अब त्यही हिसाबको सर्भिस छ उहाँहरूले चाहने अनुसारको। सुरुमा त अब आउने पानी दिने अब सुप सलादहरू भयो रेस्टुरेन्टबाट दिने, अरू अर्डर अनुसार जो मेनुमा छ मेनु अनुसारको चट्ट बनाएर दिने त्यही छ। अनि दाइ अब यो त थियो सबै जापानको कुरा। अनि तपाईँले पनि आफूले थुप्रै सङ्घर्ष गरेर आज यहाँसम्म यात्रा तय गर्नुभएको छ। अब चाहिँ नेपालतर्फ लान चाहे तपाईँलाई मैले पछिल्लो समयको देशको राजनीतिक अवस्था एकदमै बिग्रिँदो छ अनि थुप्रो लाखौँको सङ्ख्यामा बस्ने नेपाली युवाहरू विदेशी हुन बाध्य भएका छन्। यसको मूल कारण चाहिँ के हो जस्तो लाग्छ? किन चाहिँ नेपाली युवा जनशक्तिहरू जापान मात्र नभएर विश्वका अनेक देशहरूमा पलायन हुनु परेको छ, उतै सेटल भएर बस्नुपर्ने अवस्था के चाहिँ कारणले आयो जस्तो लाग्छ?
यो त सबभन्दा ठुलो राजनीति नै हो। नेपालमा अब कुनै चिजको फेसिलिटी छैन, बस्ने काम गर्ने कोही जागिर छैन। सबभन्दा मेन त रोजगार हो। हाम्रो देशमा रोजगार नभएपछि मान्छे रोजगारकै कारण कामकै खोजिन जानुपर्छ त तपाईँ। हजुर हजुर अन्त होइन मेन त्यही हो, कामको रोजगार नभएको हुँदा रोजगारको उथलपिथल छ, कुनै चिजको उ छैन। अनि अहिले चाहिँ जुन तपाईँले व्यवसाय गरिराख्नु भएको छ नि, पहिलेको तुलनामा अहिले चाहिँ खुसी हुनुहुन्छ नि? हजुर खुसी। ल दाइ, आफ्नो अमूल्य समय मिलाएर हामीसँग मिठो कुराकानी गरिदिनु भयो, त्यसका लागि धन्यवाद। अन्तिममा चाहिँ तपाईँले चाहिँ जापानमा बस्दै गरेका नेपालीहरूका लागि चाहिँ जापान कस्तो देश हो, जापानमा के गर्दा चाहिँ लाइफ सेट हुन्छ भन्ने विषयको बारेमा केही अन्तिममा भन्न चाहनुहुन्छ? जापानमा त अब राम्रोसँग यहाँको सिस्टम अनुसार जसरी छ त्यसरी चल्नु होला, त्यसरी गर्नुभयो भने कुनै चिजको समस्या। ल हुन्छ दाइ, आफ्नो अमूल्य समय प्रदान गरेर हामीसँग मिठो कुराकानी गरिदिनु भयो। अरूले के कति सङ्घर्ष गर्नुभयो भन्ने विषयमा हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि धन्यवाद छ। समय मिलेपछि तपाईँसँग फेरि पनि कुराकानी गर्नेछौँ। तपाईँहरूलाई पनि यस्तै यस्तै भिडियोहरूका लागि हाम्रो कार्यक्रम मनपर्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनुहोला। आजलाई भने तपाईँहरूको माझबाट छुट्टिन चाहन्छु, फेरि अर्को भिडियोमा भेट्नेछौँ। आजलाई भने छुट्टिन्छु। ल हस् दाइ, ल धन्यवाद है त।